हेलो हाई गाइज, आज चाहिँ मैले तपाईँहरू समक्ष एउटा नयाँ भिडियो लिएर आएको छु। पुरा हेरेर साथ दिनु होला। कहिले पो जाने हो र? भोलि पर्सिमा पर्छ पुरो दिदीले पर पठाउनु परेकोमा अब मजाले चपाउनु है। भिडियो हुँदैछ, छिटो छिटो है। अब यो खाएको पनि निकाल्ने। भिडियो हुँदैछ क्या? भिडियो हुँदैछ। सानो चपाउँदै बस्नु तपाईँलाई पठाउनु। ओ ठिकै हो। मेरो छोरीहरू खेल्दैछन् खानासाना खाइसकेर। तिमीहरू खेलेको के गरेको भन त? माकुरीको झोल कहाँ छ? माकुरी अनि सिमेन्ट जस्तै अनि माटो जस्तै नदेखिने रहेछ त। अनि माकुरा त तिमीहरू के गरेको अरे भन त लु। कान्छी खेलेको कुसँग त? हेर्नु त खेलेको म त यहाँ मासु पकाउँदैछु गाईहरू। तपाईँले चिनी सक्नु होला सुँगुरको मासु। नखाइ पनि खानु पऱ्यो साथीहरू। अब म एकछिनमा हाल्नुवाला छु साथै। अरू त्यो तारेर एकछिनमा चाहिँ टक्क तरकारी दाल मसला मिल्नुवाला छु। बेसार एक बजी जाछु साथीहरू। अब यो टक्क 1 महिनासम्म अचार म बनाउँदैछु है। ल यो पनि मिठो हुन्छ होला भनेर हालिदिएको नि त तपाईँलाई। हामी यो बोसो मात्रै लाउँदा मिठो हुन्छ होला भनेर। अब यो कसरी बोसोले सुकाएर यो माथिको यो है। अनि फलमाथि दौडिहाल्छ हड्डी चाहिँ एउटा लाउनु। हाम्रो भाउजू त यस्तो मन पर्छ अरे हड्डी मासु हड्डी मिसिएको। खतरा दामी हुँदैछ है मासु चाहिँ साथीहरू। अचार बनाउँदैछु म चाहिँ। अचार सुँगुरको मासुको अचार बनाउँदैछु। कस्तो हुन्छ यो पनि। अनि यसै माथि यो लाउँदा हुँदैन बाल्नु भएन? मैले चाहिँ यो चाहिँ तारिसकेको गाईहरू यो तेल चाहिँ म फाल्नेवाला छु। किनभने यो तेल चाहिँ फाल्नुपर्ने हुन्छ अचारको लागि चाहिँ। म चाहिँ सुँगुरको मासु खाँदिनँ नि त, तर पनि बनाइदिँदैछु साथीहरू। अर्को पनिर ल्याउनु पर्थ्यो है काट्ने।
अब यो तेल चाहिँ हामी चाहिँ फेरि उल्टै सुँगुरले नै दिनेवाला छौँ गाइजहरू। अब मार्नु गरेर स्वाटै मार्नु। हेलो, अहिले चाहिँ हामी चाहिँ टक्क तरिकाले लाखको लागि निदेरमा के होला गाह्रो छ नि भ्लगरहरू कस्तो के हो त। साथीहरू अहिले चाहिँ हामी चाहिँ यहाँनिर चाहिँ यो चाहिँ भरदेखि ल्याएको आलु हो, माइतबाट ल्याएको लोकल आलु। अहिले चाहिँ हामी खाजा खाँदैछौँ। यहाँ चाहिँ टिमुको अचार अनि चिनी छ, टमाटर त्यति मैले अचार बनाएको छु डल्ले खोर्सानी र अब हामी खाजा खानेवाला छौँ साथीहरू। मैले पानी लाग्छ यो मैले बुवालाई पठाइदिएको पानी कान्ति बन्नु हो र चाहिँ अदुवा र जिरा चाहिँ एड गरिसकेपछि साथीहरू मसिएको छ। अहिले मसला गर्न सकेको छैन। तर घटेपछि पर्छौँ मसला हल्का राखेपछि म त्यहाँ बोलाउँछु। अब यसमा सबै एड गर्नु हाल्नु भयो। मैले यहाँ सबै हाल्नुपर्ने हुन्छ साथीहरू। यस्तो हाल्छु। ओ माई गड, ओ त्यस्तो झन्डै तातोले म चाहिँ सुँगुरको मासु खाँदिनँ नि त, तर पनि म त्यस्तै बनाइदिनु चाहिँ सक्छु र बनाइ चाहिँ दिन्छु। फेरि अब पकाउनु हुन्छ फेरि यसलाई चाहिँ डब्बल पकाउनु पर्छ अनि त मिठो अचार बन्छ। यसरी चलाउने